आजको हाम्रो टपिक रहेको छ राहु र राहुको बारेमा हामीले सुस्मिताको साथमा अध्ययन गर्नेछौँ। एन्ड इफ यु आर इङ्ग्लिस लिसनर देन यु क्यान वाच नेक्स्ट भिडियो। आई विल बी अपलोडिङ अन द सेम टपिक अन द इङ्ग्लिस इन द नेक्स्ट भिडियो। राहु ग्रह जहाँ बस्दछ त्यो कुरालाई या त एम्प्लिफाई गर्ने काम गर्दछ या त इल्युजन क्रिएट गर्ने काम गर्दछ। किनकि राहुलाई हामीले प्लानेट अफ द इल्युजन पनि मानिन्छ र प्लानेट अफ द एम्प्लिफाइङ पनि मानिन्छ। किनकि राहुले एक्सपान्सन गर्ने काम गर्दछ कुनै पनि कुरालाई। एक्सपान्सनको कुरा हेर्दाखेरि जुपिटरले एक्सपान्ड गर्ने काम गर्दछ, मर्कुरीले यानि कि बुध ग्रहले डबल गर्ने काम गर्दछ, राहुले काफी हदसम्म एम्प्लिफाई गर्ने काम गर्दछ कुनै पनि कुरालाई। त्यो कारणले गर्दा राहु सधैँ हामीले नेगेटिभ वेमा हेर्नु हुँदैन, किनकि राहुले कुनै पोजिटिभ कुरालाई पनि एम्प्लिफाई गर्ने काम गर्दछ। त्यसैले गर्दा राहुको काम भनेको लट्स अफ एम्प्लिफाई, लट्स अफ द एक्सपान्सन दिने काम भनेको राहुको हुन्छ। राहु जुन प्लानेटसँग बस्यो त्यसको गुडलाई एडप्ट गर्ने काम गर्दछ। यसको बारेमा पनि हामीले डिस्कस गर्नेछौँ कि कसरी एडप्ट गर्दछ, कसरी उसको सिग्निफिकेसनलाई एम्प्लिफाई गर्ने काम गर्दछ। जस्तो कि शुक्र ग्रहसँग बस्दाखेरि शुक्र प्लस राहु कम्बिनेसन भयो भने शुक्रको जुन क्वालिटी छ त्यसलाई एम्प्लिफाई गर्ने भयो। जेनरली शुक्र राहु कम्बिनेसनमा व्यक्तिलाई धनी बनाउँछ, वेल्दी बनाउँछ, किनकि वेल्थलाई एम्प्लिफाई गर्ने काम गर्दछ। त्यसमाथि बृहस्पतिको पनि सम्बन्ध आयो। फर इक्जाम्पल बृहस्पतिको ट्राइनमा आयो शुक्र राहु, त्यो अवस्थामा यानि कि काफी हदसम्म एम्प्लिफाई हुने भयो है। शुक्रको गुड व्यक्तिको जीवनसँग कनेक्ट हुने भयो, जीव तत्त्वसँग, त्यस कारणले गर्दा एम्प्लिफाई हुने भयो। राहु ग्रह फर्स्ट हाउसमा बस्दाखेरि लाल किताबले भन्दछ कि यो राहुले सूर्यलाई ग्रहण लगाइदिन्छ, किनकि सूर्य ग्रहको फर्स्ट हाउस भनेको पक्का घर हो। यसबाट लाल किताब हेऱ्यो भने फर्स्ट हाउस भनेको सूर्यको पक्का घर हो। त्यस कारणले गर्दा राहु जब यहाँ बस्दछ सूर्यलाई ग्रहण लगाइने काम गर्दछ। यसको रिजल्ट के हुन्छ त भन्दा उसको पिता जिद्दी स्वभावको हुन्छ, अकडवाज स्वभावको हुन्छ, अथवा कसैले भनेको नसुन्ने स्वभावको हुन्छ राहु ग्रह जब फर्स्ट हाउसमा हुन्छ है। साथसाथमा हामीले सूर्यको पोजिसनलाई पनि हेर्दछौँ कि कति मात्रामा जिद्दी हुन्छ त। कहिलेकाहीँ के हुन्छ भन्दा बृहस्पतिको 9th एस्पेक्ट 5th एस्पेक्ट आइरहेको हुन्छ सूर्यमाथि, काफी ब्यालेन्स गरिदिन्छ। तर फर इक्जाम्पल सूर्य ग्रह अगेन जस्तो कि पाप ग्रहसँग छ, मङ्गलसँग छ अथवा शनिसँग छ, त्यो कन्डिसनमा चाहिँ जिद्दीपना अझै बढी हुने भयो। किन भन्दा राहु फर्स्ट हाउसमा बसेर पिताको स्वभावमा जिद्दीपना लिएर आएको छ। राहु ग्रह फर्स्ट हाउसमा हुँदाखेरि व्यक्तिलाई विदेशमा नै प्रगति दिन्छ, आफ्नो स्वदेशमा उसलाई प्रगति पाउन गाह्रो पर्दछ। यानि कि उसले जब विदेश जान्छ उसको जीवनमा बढी मात्रामा प्रगति आउँछ, किनकि राहु ग्रह विदेशसँग सम्बन्धित फरेन इलिमेन्ट मानिन्छ। त्यसैले गर्दा व्यक्तिलाई विदेशमा बढी प्रगति दिने खालको हुन्छ। त्यो कारणले गर्दाखेरि राहुको जब हामीले जजमेन्ट गर्दछौँ कि राहुको पोजिसन र राहु कुन प्लानेटसित रिलेसन बनाइरहेको छ त्यो इम्पोर्टेन्ट हुन पुग्दछ। एउटा व्यक्तिको मैले देखेँ कि उसको राहु ग्रह फर्स्ट हाउसमा छ र शनिको राहुसँग त्रिकोणको सम्बन्ध, ट्राइनको सम्बन्ध बनिरहेको थियो र उसले चाहिँ भन्दछ कि मेरो जीवनमा प्रगति हुनै सकेन, करियर पनि इस्टाब्लिस हुन सकिरहेको छैन। एन्ड when I asked him कि उसको बर्थ प्लेस वाज इन पोखरा एन्ड ही वाज लिभिङ देयर ओन्ली, पोखरामा नै बसिरहेको थियो। देन आई टोल्ड हिम कि जबसम्म उसले पोखरा छोड्दैन तबसम्म उसको जीवनमा प्रगति हुन पाउँदैन, किनकि उसको राहु पनि लग्नमा थियो र शनिको सम्बन्ध बनिरहेको थियो जुन कर्मको कारक हुन्छ है। एट द्याट टाइम वी क्यान स्योरली से द्याट कि उसको जीवनमा तब मात्रै प्रोग्रेस हुन्छ जब उसले आफ्नो नेटिभ प्लेस छोड्दछ, नत्र भने राहुले प्रगति गर्न दिँदैन, अथवा शनि राहुको कम्बिनेसन जुन बनिरहेको थियो है। राहु ग्रह त्यस्तै गरेर सेकेन्ड हाउसमा आउँछ भने बोलीमा है, बोलीमा चाहिँ अलिकति डिप्लोमेसी ल्याउँछ। यस्ता व्यक्तिको बोलीलाई हामीले भन्न सकिन्छ कि करिस्मेटिक बोली छ, जुन बोली उसको सुनिरहन मन लाग्ने खालको, उसको भोइसमा चाहिँ हामीले त्यो मेलोडी पाउन सकिन्छ। राहु ग्रह सेकेन्ड हाउसमा एकदम नेगेटिभली काम गरिरहेको छ भने, नेगेटिभली काम भन्नाले जस्तो कि नेगेटिभ प्लानेटसँग एसोसिएट भएको छ भने उसले झुटो बोल्ने स्वभाव पनि गराइदिन्छ। राहु किन भन्दा चिटिङको प्लानेट पनि हो, झुटो बोल्न पनि आउँछ राहुलाई। सेकेन्ड हाउसमा हुन्छ भने त्यो क्वालिटी हामीले देखिन्छ। तर उसको बोली सुन्दाखेरि मिठो हुन्छ, किनकि राहुले चाहिँ उसलाई त्यो एक प्रकारले भन्दा बोलीमा डिप्लोमेसी ल्याउन हेल्प गरिदिन्छ। त्यस्तै गरेर थर्ड हाउसमा राहु आउँछ र थर्ड हाउसमा है राहुको सम्बन्ध नेगेटिभ प्लानेटसँग बनिरहेको छ अथवा मेलेफिक प्लानेटसँग बनिरहेको छ भने यसको हामीले सिम्बलाइजेसन के पाउन सकिन्छ त भन्दा उसको पिता अथवा उसको हजुरबुवाको खुट्टासँग सम्बन्धित
केही न केही समस्या हुन्छ, अथवा जस्तो कि खुट्टाको फ्र्याक्चर हुन सक्यो अथवा खुट्टाको अपरेसन हुन सक्यो, यस्तो प्रकारको कम्बिनेसन दिन्छ जब राहु ग्रह थर्ड हाउसमा मेलेफिक प्लानेटसँग सम्बन्ध बनाउँछ। र यस्तो कन्डिसनमा शास्त्रले भन्दछ कि यदि व्यक्तिले आफ्नो पिता अथवा आफ्नो हजुरबुवा जसको खुट्टामा फ्र्याक्चर छ होइन, उसको पाउ छुन थाल्यो अथवा हामीले भनिन्छ दण्डवट गर्न थाल्यो, शास्त्र एक प्रकारले भन्दाखेरि उसको खुट्टा छुन थाल्यो भने उसलाई जीवनमा निकै सफलता दिन थाल्दछ राहुले। त्यो कारणले गर्दाखेरि राहु थर्ड हाउसमा आउँदाखेरि, थर्ड हाउस पनि अगेन हाम्रो वे अफ द कम्युनिकेसन हो कि हामीले कसरी कम्युनिकेट गर्दछौँ, त्यसलाई चाहिँ थर्ड हाउसले जनाउने गर्दछ। त्यहाँ राहु आउँदाखेरि व्यक्तिको कम्युनिकेसन अगेन के हुने भयो त भन्दाखेरि अगेन कम्युनिकेसन चाहिँ एकदम डिप्लोमेटिक हुने भयो, अथवा कम्युनिकेसन गर्ने तरिका उसलाई प्रशस्त मात्रामा आउने भयो, नयाँ नयाँ तरिकाले क्रिएटिभ तरिकाले उसले कम्युनिकेट गर्न सक्ने भयो है। उसले चाहिँ मजाले मिलाएर कुराकानी गर्न सक्ने क्षमता दिने राहु ग्रह थर्ड हाउसमा आउँदाखेरि। त्यसैले गर्दाखेरि अब राहुको जुन सम्बन्ध छ हामीले हाउस वाइज पनि हेर्न सक्दछौँ, प्लानेट वाइज पनि हेर्न सक्दछौँ कि कुन हाउसमा बस्दाखेरि कस्तो रिजल्ट दिन्छ, कुन प्लानेटसित सम्बन्ध बनाउँदा कस्तो रिजल्ट दिन्छ। फोर्थ हाउसमा राहु बस्दछ भने जेनरली उसलाई विदेशको योग बनाउन पुग्दछ, किनकि फोर्थ हाउस भनेको होमल्यान्ड हो, होमल्यान्डमा राहु छ, राहु चाहिँ डिस्टेन्सको कारक हो, यस्तो व्यक्तिलाई पनि आफ्नो घर छोड्नुपर्ने स्थिति बन्दछ। त्यो कारणले गर्दा फोर्थ हाउसमा राहु आउँछ भने अगेन व्यक्तिले घर छोड्न सक्दछ। त्यस्तै गरेर फिफ्थ हाउसमा राहु आउँछ भने उसले आफ्नो प्रेमिका अथवा उसले आफ्नो लभर्स विदेशमा पाउँछ, अथवा टाढाको व्यक्ति पाउँछ, अथवा इन्टरकास्टबाट पाउँछ, अथवा इन्टर रिलिजनबाट पाउँछ, अथवा फरक धर्मको व्यक्ति कनेक्ट हुन पुग्दछ। त्यो कारणले गर्दा राहु ग्रह फिफ्थ हाउसमा आउँछ भने राहुको सिग्निफिकेसन यहाँ आउने भयो कि उसको लभ चाहिँ विदेशसँग कनेक्टेड हुने भयो, उसको सन्तानहरूमा पनि विदेशसँग कनेक्सन मिल्ने भयो राहु ग्रह फिफ्थ हाउसमा आउँदाखेरि। त्यो कारणले गर्दा राहु ग्रहले यहाँ विदेशको एउटा सिग्निफिकेसन दियो सन्तानसँग सम्बन्धित कुरामा, अर्को चाहिँ प्रेमसँग सम्बन्धित कुरामा पनि दिने भयो। राहु ग्रह फिफ्थ हाउसमा हुँदाखेरि उसले, फिफ्थ हाउस भनेको हाउस अफ द लर्निङ्स हो। जब यहाँ राहु आउँछ कि व्यक्तिलाई टेक्नोलोजी युज गरेर पढ्न सहज बन्दछ। जस्तो कि यस्तो व्यक्तिहरूलाई तपाईँले यस्तो बच्चाहरू जुन बच्चाको राहु ग्रह फिफ्थ हाउसमा हुन्छ उसलाई चाहिँ तपाईँले मोबाइलमा युट्युबहरूमा पढाउनुहोस्, युट्युबहरूको थ्रु पढ्न दिनुहोस्, अथवा टेक्नोलोजी युज गरेर एआई युज गरेर पढ्ने हो भने बढी प्रगति हुन्छ। अथवा उनीहरूले आफ्नो नेटिभ प्लेसमा भन्दा अलिकति टाढा राखेर पढाउने भने उनीहरूले बढी प्रोग्रेस गर्छन् पढाइको क्षेत्रमा है। उनीहरूको क्रिएटिभिटी भनेको आफ्नो नेटिभ ल्यान्डमा भन्दा टाढाको ठाउँमा बढी मात्रामा आउने भयो, किनकि राहु यहाँ बसेको छ फिफ्थ हाउसमा। त्यसैले गर्दा एउटा एकजना क्लाइन्ट आउनुभएको थियो, उहाँको बच्चालाई खालि मोबाइलको ओभर एडिक्सन थियो, फिफ्थ हाउसमा राहु थियो है। त्यस कारणले गर्दाखेरि अब उहाँले भन्नुभयो कि मोबाइल दिए त बढी मात्रामा झन् बिग्रिने छ भन्नुभयो। मैले भने उहाँलाई कि तपाईँले आफ्नो बच्चालाई साथमा राख्नुहोस्, मोबाइलमा पढ्नेसँग सम्बन्धित कुरालाई चलाइदिनुहोस्। सानो बच्चा थियो है, सानो बच्चालाई अलिकति गाइडेन्स त दिनु पऱ्यो, पढाइसँग सम्बन्धित भिडियो चलाइदिनुहोस्, तपाईँ पनि त्यहीँ बस्नुहोस् केही समय। बिस्तारै 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 त्यो बच्चाले पढाइको क्षेत्रमा प्रवेश गर्न थाले। लगभग 6-7 महिनापछि फेरि उहाँले मलाई फोन गर्नुभयो कि पढाइमा काफी मात्रामा इम्प्रुभमेन्ट भयो, किनकि आखिर अल्टिमेटली उसले लर्निङ्स भनेको टेक्नोलोजीबाट नै पाउनेछ फिफ्थ हाउसमा जब राहु बस्नुहुन्छ। त्यसलाई युज गर्नको लागि अब जस्तो देशकाल परिस्थिति भनिन्छ हामीले एस्ट्रोलोजीमा, बच्चा थियो त उसको नेचुरल्ली टेन्डेन्सी के हुने भयो त मोबाइलमा भिडियोजहरू हेर्नु अथवा कार्टुन हेर्नु। तर त्यही हैन कार्टुन जुन चाहिँ एजुकेसनसँग रिलेटेड छ अथवा कार्टुनको थ्रुबाट पनि त पढाउने, आजकल कार्टुन अथवा एनिमेसनको थ्रुबाट पनि त पढाउने किसिमका प्लेटफर्महरू छन् युट्युबमा, त्यसलाई पनि त युज गर्न सकिन्छ। जब फिफ्थ हाउसमा राहु आउँछ हामीले त्यसरी युज गर्न सकिन्छ, तब मात्रै व्यक्तिलाई एजुकेसन लाइनमा प्रोग्रेस दिने भयो। त्यस्तै गरेर राहु ग्रह यदि सेभेन्थ हाउसमा आउँछ भने उसको स्पाउसको कनेक्सन विदेशसँग हुन पुग्दछ है। केतुले कुनै पनि कुरालाई छुटाउने काम गर्दछ, राहुले जति कचपच भए पनि छुट्न दिँदैन। जस्तै सेभेन्थ हाउसमा राहु आउँछ भने व्यक्तिको चाहे म्यारिड लाइफमा जति झगडा होस् है, तर छुट्न दिँदैन, कनेक्ट गरिराख्न खोज्दछ। किन भन्दा राहुले एट्याचमेन्ट दिन्छ। जब केतुको हामीले कुरा गर्दैछौँ डिट्याचमेन्टको कारक भन्दछौँ भने राहुले एट्याचमेन्ट दिन्छ। सो हामीले भन्न सक्दछौँ कि जस्तो कि शुक्र राहु भएको व्यक्तिको पनि आफ्नो पार्टनरप्रति, आफ्नो वाइफप्रति लट्स अफ द एट्याचमेन्ट हुने गर्दछ है। राहुले चिटिङ मात्र जान्दैन, राहुले एट्याचमेन्ट पनि दिने काम गर्दछ। कुनै व्यक्तिलाई
एकदम धेरै हाइली कोहीप्रति एट्याच गर्ने काम चाहिँ राहुले गर्दछ। जस्तो 4th हाउसमा राहु आउँदाखेरि उसलाई आफ्नो ऊ विदेशमा भए पनि आफ्नो मदरल्यान्ड अथवा आफ्नो होमल्यान्ड आफ्नो परिवारप्रति एट्याचमेन्ट दिन्छ नै। ऊ व्यक्तिलाई फिल हुन्छ कि यो मेरो माटो हो, यो मेरो देश हो, यो मेरो राष्ट्र हो। ऊ विदेशमा विदेशमा बसिरहेको छ, त्यही पनि एट्याचमेन्ट चाहिँ दिने काम गर्दछ। त्यो कारणले गर्दाखेरि यहाँ चाहिँ राहुले व्यक्तिको हरेक क्वालिटीलाई एम्प्लिफाई गर्ने काम गर्ने भयो है। त्यस्तै गरेर राहु ग्रह 9th हाउसमा हुन्छ भने यो व्यक्तिले आफ्नो धर्म अथवा आफ्नो कल्चर चेन्ज गर्ने भरपुर सम्भावना रहन्छ, अथवा ऊ आफ्नो जुन ब्याकग्राउन्डमा जन्मिएको छ त्यो ब्याकग्राउन्डलाई चेन्ज गर्ने उसको पोसिबिलिटिज हुन्छ है। कुनै व्यक्ति हिन्दूमा जन्मियो, उसले बुद्ध धर्म एडप्ट गर्यो, अथवा कुनै व्यक्ति एउटा नर्मल सम्प्रदायबाट हुन्छ, उसले ओसो फलो गर्न थाल्यो, अथवा उसले अलग अलग गुरुहरूलाई फलो गर्न थाल्यो। त्यो प्रकारले राहुले यहाँ 9th हाउसमा जब बस्दछ, किनकि उसको धर्म अथवा उसको आस्था अथवा उसको बिलिफ सिस्टममा चेन्जेस लिएर आउने भयो। र शास्त्रले के भन्छ भन्दा राहु ग्रह जब 9th हाउसमा बस्दछ, व्यक्तिले यदि आफ्नो धर्म परिवर्तन गर्छ भने उसको भाग्यले उसलाई साथ दिन छोड्दछ। त्यसैले गर्दा राहु ग्रह जब 9th हाउसमा हुनेछ, हामीले भनिन्छ कि चाहे तिमीले अरू व्यक्तिहरूलाई अथवा अरू धार्मिक गुरुहरूलाई फलो गरे तापनि आफ्नो जुन कल्चर ब्याकग्राउन्डबाट हुर्किएको छ त्यो ब्याकग्राउन्डलाई चाहिँ नछोड्ने, त्यो कल्चरलाई चाहिँ एडप्ट गरिराख्ने अथवा त्यो कल्चरलाई चाहिँ आफूभित्र राखिराख्ने, नत्र भने उसको लक अथवा उसको भाग्यले यहाँ साथ दिन छोड्दछ है। किन भन्दा 9th हाउस पनि बृहस्पतिको पक्का घर हो, बृहस्पतिकै घर हो 9th हाउस। सो यहाँ चाहिँ बृहस्पतिको घरमा बसेको राहुले यदि बृहस्पतिलाई चेन्ज गरिदियो, यानि कि बृहस्पति भनेको उसको जुन जन्मदेखिको आस्था हो, त्यसलाई चेन्ज गरिदियो भने के हुन्छ भन्दा उसको भाग्यले उसलाई हानि गर्न थाल्दछ। किन भन्दा यहाँ बृहस्पति कमजोर हुने भयो है। त्यो कारणले गर्दाखेरि उसलाई आफ्नो धर्म कल्चर चेन्ज नगर्न सल्लाह दिन्छ। त्यस्तै गरेर राहु 10th हाउसमा आउँछ भने उसको करियरप्रति अब्सेसन हुन्छ कि उसलाई चाहिँ एनी हाउ एचिभमेन्ट्स गर्नु नै छ, उसले चाहिँ एचिभमेन्ट्स नगरिकन मान्दैन। त्यो कारणले गर्दा राहु 10th हाउसमा भएको व्यक्तिलाई उसको जीवनको प्रायोरिटी कहाँ छ त भन्दा करियरमा छ। किन भन्दा राहु जहाँ बस्दछ अब्सेसन दिने काम गर्दछ, व्यक्तिलाई चाहिँ अलवेज उसलाई चाहिँ करियर बनाउनु छ होइन, करियरमा एचिभमेन्ट्स गर्नु छ। राहु ग्रह 10th हाउसमा हुन्छ भने यस्तो व्यक्तिलाई आफ्नो करियर प्लानिङ गर्दाखेरि विदेशसँग सम्बन्धित कम्पनीहरू जस्तो कि MNCहरू भयो, आइटीसँग सम्बन्धित फिल्डमा भयो होइन, एआईसँग सम्बन्धित फिल्डमा भयो, त्यसमा बढी प्रोग्रेस दिने भयो। किन भन्दा राहु चाहिँ अगेन के हो, प्लानेट अफ द एआई हो, एआईसँग रिलेटेड प्लानेट हो, आइटीसँग रिलेटेड हो। सो 10th हाउसमा बसेको राहुले उसलाई फरेनमा नै प्रगति दिने काम गर्दछ, विदेशको लागि पनि योग बन्दछ, तर विदेश चाहिँ करियरको सिलसिलामा योग बन्दछ। उसलाई चाहिँ MNCहरूमा काम गर्न सजिलो बन्दछ, MNCहरूमा योग बन्न पुग्दछ। अगेन स्याटर्नको पनि राहुसँग कनेक्सन बनिरहेको छ भने देन यो कन्डिसनमा उसलाई विदेशमा योग एकदम स्ट्रङली बन्न पुग्दछ। नाडी लिङ्कबाट पनि हेर्न सक्दछ, नाडी लिङ्क पनि बनिरहेको छ शनि र राहुको, देन अल्सो ही क्यान डु प्रोग्रेस इन द फरेन ल्यान्ड। उसले विदेशमा प्रगति गर्न सक्दछ अथवा आइटीसँग सम्बन्धित क्षेत्रमा प्रगति गर्न थाल्दछ। र राहुले चाहिँ देखिन चाहन्छ है, जब 10th हाउसमा राहु आउँछ व्यक्तिले आफ्नो जुन पोटेन्सियालिटी छ उसभित्रको जुन क्षमता छ उसलाई सो अफ गर्नुपर्छ। सो एउटा व्यक्ति हुनुहुन्थ्यो, उहाँ विदेशबाट हुनुहुन्थ्यो, देन उहाँले चाहिँ भिडियो गराउँदै हुनुहुन्थ्यो होइन, जस्तो कि युट्युबहरूमा भिडियो क्रिएट गरिरहनु भएको थियो, तर उहाँ चाहिँ ब्याकएन्डमा बसेर काम गरिरहनु भएको थियो, अथवा फेस हाइडिङ गरेर अथवा आफूलाई रिभिल नगरिकन काम गरिरहनु भएको थियो। र उहाँको कन्टेन्टहरू राम्रो थियो, तर पनि जस्तो कि कन्टेन्ट राम्रो थियो तर उहाँको प्रेजेन्टेसन चाहिँ त्यति राम्रो थिएन है। त्यो कारणले गर्दा उहाँको भिडियोजहरूमा खासै प्रोग्रेस हुन सकिरहेको थिएन, अल्दो उहाँले चाहिँ निकै मेहनत गरिरहनु भएको थियो। देन एट द सेम टाइम मैले चाहिँ उहाँलाई सजेसन दिएँ कि एक त फेस देखाउनुहोस्, तपाईँले आफूलाई सो अफ गर्नुहोस्। किन भन्दा राहु जब कर्मसित जोडिन्छ, व्यक्तिले जबसम्म आफूलाई सो अफ गर्दैन अथवा देखाउँदैन तबसम्म उसले बढी सफलता पाउँदैन। अर्को कुरा चाहिँ प्रेजेन्टेसनमा
उहाँको चेन्ज गर्नुपर्ने आवश्यकता थियो। किन भन्दा राहु जब कनेक्सन हुन्छ करियरसित तब उसको प्रेजेन्टेसन म्याटर गर्दछ। किन भन्दा राहु देखिन चाहन्छ। सो त्यहाँ कन्टेन्ट मात्रै भएर हुँदैन। राहुले चाहिँ कन्टेन्टभन्दा बढी फोकस चाहिँ उसको हाउ हि प्रेजेन्ट्स त्यसमा चाहिँ बढी फोकस गर्ने काम गर्दछ। त्यसैले गर्दा राहु जब 10th हाउसमा आउँछ कि व्यक्तिको फोकस भनेको अलिकति सो अफमा हुनुपर्दछ अथवा राहु 10th हाउसमा हुँदाखेरि प्रेजेन्टेसनमा बढी फोकस गर्नुपर्दछ, तब मात्रै उसलाई बढी सफलता दिने काम गर्दछ। यसरी राहु ग्रहले अनेकन ठाउँमा बस्दाखेरि अनेकन प्रकारको रिजल्ट दिने काम गर्दछ र राहु ग्रह जुन प्लानेटसँग बस्दछ त्यसको गुडलाई एम्प्लिफाई गर्ने काम गर्ने भयो। त्यसैले गर्दा जस्तो कि बृहस्पति राहुमा चाहिँ यो पोसिबिलिटिज हुन्छ कि व्यक्तिको सेल्स ग्रो बढी हुने सम्भावना हुन्छ शरीरमा है। एकदम नेगेटिभली काम गरेको छ भने इभन क्यान्सरसम्म दिने काम गर्छ, थाइरोइड दिने काम गर्छ बृहस्पति राहु कम्बिनेसनले। त्यो कम्बिनेसनहरू पनि क्रिएट गर्न पुग्दछ। तर जस्तो कि बृहस्पति कतिको ड्यामेज भएको छ त्यसको आधारमा हुन्छ है। बृहस्पति राहु देख्न साथ क्यान्सरै हुन्छ भनेर त्यसरी जजमेन्ट नलिनु होला। तर एकदम बृहस्पति ड्यामेज भइरहेको छ, मेलेफिक इन्फ्लुएन्सहरू धेरै आएको छ, साथसाथमा राहुसित कनेक्सन बनिदियो, राहुले चाहिँ सेल ग्रोथ मल्टिपल गर्ने भयो, त्यो कन्डिसनमा चाहिँ गाह्रो पार्न सक्दछ र त्यसको हामीले प्रिकसनहरू लिनुपर्दछ। थाइरोइडहरू या त त्यो व्यक्तिलाई हुन्छ बृहस्पति राहु हुँदाखेरि या त त्यसको घरमा कसै न कसैलाई थाइरोइडको प्रब्लम दिने काम गर्दछ है। त्यो कारणले गर्दा त्यो गुडलाई राहुले एम्प्लिफाई गर्ने भयो इन अ पोजिटिभ वे अर इन अ नेगेटिभ वे एज पर द केस। हामीले चाहिँ त्यसको कन्डिसन हेर्नुपर्दछ। यसरी राहुले अलग अलग तरिकाले काम गर्दछ। राहुसँग सम्बन्धित हामीले देवताको कुरा गर्दा भैरव देवता मानिन्छन्। सो यदि केही प्रब्लम आइरहेको छ, इल्युजन आइरहेको छ, राहुको दशा चलिरहेको छ 20 दशामा भने भगवान् हामीले चाहिँ भैरवको शरणमा जान सक्नुहुन्छ। यो कुराले हजुरलाई काफी मात्रामा रिलिफ दिनेछ र राहुलाई अलिकति ब्यालेन्स गर्न हेल्प पनि गर्नेछ। आजको लागि यति नै। आउने एपिसोडमा हामीले अझै अन्य ग्रहको बारेमा चर्चा गर्दै जानेछौँ। कनेक्टेड रहनुहोला। नमस्कार।